निस्केको थियो अब दुईवटा गरेर धेरै बेर लाग्दैन 10 जना 8 जना जति भएपछि चाहिँ एउटा निकाल्नुपर्छ क्या नत्र मजा आउँदैन तीनजनाले 10 सेकेन्ड थाल्नु उहाँको भएन के भयो उताबाट गयो भित्रबाट गयो तपाईले किन छोड्नु भएको अर्को आएर बस्नु भयो नि त्यही बस्नु पर्छ एकछिन पछि अर्को आएर बस्नु भयो क्या ए झेली काम त गर्नु हुँदैन हार्दी त भइहाल्छ नि के को जित्नु पर्छ भने के तपाईँ पनि आइसक्नुभयो एकछिन खेल्नुपर्छ नि वेट गर्छ मजा हुँदा पछाडि फर्केर बसेको चाहिँ क्यान्सल गर्ने हुँदैन अगाडि घुमेर गएर बसेको ठिक हुन्छ पछाडि फर्किन पाइँदैन त्यो पनि झन् क्यान्सल भयो सुरु भइसकेको त्यहाँबाट बात मारिरहने गुटकै भिडियो अलि टोल खबर हेरिदिनु होला एकदम संवेदनशील घडीमा आएको छ के भयो माया उडेन यता आउनु होला ल सुरु नाच्ले पनि लिन्छ त भिडियो गरिरहनु भएको छैन मलाई पठाउनु है भरे अनि सुरुमा नि कहिल्यै खेलेको गाई चाहिँ पातलो र गाई चाहिँ धेरै अब त एउटा एउटा मात्रै निकाल्नु न
दोडी उडे उडे दोडी एउटा एउटा मात्रै निकाल्नु न अब त 5 वटा 6 वटा त छ अरू त छिटो सकिन्छ त हामी खेल्न पाइनौँ छिटो निकालेर जान्थ्यौँ होइन हो नि त आफ्नो उडियो हैन रमाइलो हुन्छ नि एकछिन हेर्नलाई अब एउटा एउटा निकाल्नु 5 वटा भयो 4 वटा कि 5 वटा छ नि कुर्सी उहाँले चाहिँ एउटा कुर्सी राखेर मात्रै हिँड्नु कति ग्याप छ एउटा कुर्सी राखेर मात्रै हिँड्नुहुन्छ क्या परिहाल्नु नि त त्यस्तो गर्नुपर्ने रहेछ अघिदेखि ओ ल एउटै नन्द आउँछन् होला भनेर तँ पनि उडिन् तारा नन्द पनि उडिन् एउटा आउँछन् होला भनेर हात गरिरहेको मान्छे चाहिँ एकै ठाउँमा हुने भयो अलिक पर पर छिटो हिँड्नु न तारा मिस पनि उडिन् क्या हो छेल्यो अब चाहिँ अगाडि आउनु अलिक अगाडि आउनु एउटै उडिन् अब चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुनु भयो माताले छिटो नै भएन त्यहाँदेखि मात्रै थिएन जो छिटो बस्छ त्यही हो एकछिन
अब त छिटो मात्रै दिने बेला भयो सजिलो छ अगाडि गएर गेटबाट छिर्नु सकिएको एक पहिलाले गर्दाखेरि झन् आँखा बाँध्ने चाहिँ मुस्किल भयो है आँखा बाँध्ने हेर्न पनि नपाउने होइन सिक्यो है म्युजिकल चेयर